Hello guys, welcome back to my another brand new episode for a long time. I hope तपाईँहरू सब सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु है। अनि धेरै पछि भिडियो लिएर आइरहेको छु होइन। धेरै भयो ग्याप भएको। टेक्निकल कुराहरूको कारणले गर्दा यस्तो भइरहेको छ भयो भनौँ न। त्यस कारणले गर्दाखेरि चाहिँ अब आज के गर्नु सबै गरेर म देखाउने लाग्छु है त। गाइजहरू आज चाहिँ म होइन यसो बाहिर निस्केको छु। अनि स्पेसली आज हाम्रो यहाँ भलिबल कम्पिटिसन हुँदैछ। अनि हाम्रो दाजुको टिम चाहिँ हिजो हारेछ। अनि दाजुले चाहिँ विशेष इन्भाइट गर्नुभएको थियो मसँग हुँदै हो। अनि जानुपर्छ गेम हेर्नु भनेर। अनि त्यो भएर आजसँग छुट्टीको बेला छुट्टा पारेर अनि गेम हेरेर जाँदैछु। हाम्रो चाहिँ प्याचअप हुँदैछ। चार नम्बर ट्रेन पनि लागेछ। टकटक मलाई यो ट्रेनमा जाने होला। कहाँ हुनुहुन्थ्यो पारी अनि नझर्नु अनि कहाँ पारी तपाईँ कहाँ झर्नु त पहिले त्यही झरेको त नि ए सबैजना रहेछ नि त ल अब लाग्नु पऱ्यो होला होइन सन्चै हुन्छ ल अब चाहिँ हामी लाग्यौँ गेम हेर्न के छ दाजु ठिक छ भाइ एकदम दाइ हो है चलबल छ तपाईँको टिम के भयो अरे हिजो हार्यो अरे गोटो भयो हो र ए गोटो भएछ है ल अब हामी चाहिँ चट्टसँग आज कस्तो हुन्छ के हुन्छ अब हेर्दै जाउँ Woke up late, missed the morning glaze. But the sunlight hits in so many ways. ल अब हामी चाहिँ ट्रेन उत्रौँ है अब चट्टसँगले हामी खेल मैदानतर्फ प्रस्थान गर्दैछौँ Grab my shades and hit the streets, no plan. फाइनली गाइजहरू हामी चाहिँ आइपुग्यौँ है अनि यो चाहिँ अब यो आउटडोर टुर्नामेन्ट हुँदैछ होइन पहिले चाहिँ कभरडरमा भएको थियो अघिल्लो साल अनि योपालि चाहिँ बाहिर गर्ने भनेको रहेछ अनि त्यो भएर टक्कसँगले मेरो दाजुराममा चाहिँ आइपुगेको छु अनि यो चाहिँ पुरै भेला भइरहेछ अब यो चाहिँ नेपाली सोसाइटीले गरेको नि त अनि सो अब कस्तो के हुन्छ आज म यो सानो यो मिनी भ्लगमा देखाउनेवाला छु स्टुडेन्ट गाइज है त हाइटी छैन त भाइ त्यो दिन अलको फाले त्यति Chasing vibes like seashells in the sand. Radio hums a tune. ओ मेरो राजा है आज चाहिँ हाम्रो यो गुरुङ समाजदेखि खेल्दैछ मेरो भाइ स्याट यहाँ चाहिँ हुँदैछ अब यो चाहिँ हाम्रो कम्पिटिसन होइन अनि एउटा गेम जिसक्यो होइन हाम्रो भाइहरू चाहिँ एउटा गेम जिसेको छ बबाल खेल्छन् केटाहरू ल खेलाडीहरूको लागि टट्टसँग ड्रिङ्क्सहरू हो है तमाई समाजको अनि यो चाहिँ केटाहरूको लुगा फाटाहरू अनि यहाँ मेरो भाइ चाहिँ पुरै असिस्टेन्ट हो म्यानेजरको Let's ride a new story behind. Someone's cooking love in the air, I swear. Every spark in their voices shows they care. Colors splash like secrets on these walls, while laughter echoes.
अब अलिकति हाम्रो चाहिँ यहाँ रेफ्रीसँग बातगत भएको छ अपोजिसन टिमको खेलाडीहरू अब डिसिजन मेकिङमा चाहिँ अलिकति त्रुटि हुन गयो भन्ने कुरा गरिरहेछ अनि सो अब अलिकति गेम चाहिँ रोकिरहेछ होइन अब केही समयपछि फेरि स्टार्ट हुन्छ होला कस्तो भइरहेछ तमु समाजको आज गेम जित्छ तमु समाजले हो र यता हाम्रो राजाजी अब फाइनल फेरि अर्को ठाउँ सरेको रहेछ अब लाइटको अभाव भइरहेछ यहाँनिर अब यो रात पर्दैको कभरहरूमा गर्ने भन्ने कुरा भइरहेछ हेर अब के हुन्छ स्टेट्युन हाम्रो चाहिँ तमु समाज अलमोस्ट अब जितिसकेको छ अब यो निर्णय गर्न त बाँकी छ 14 र 24 हो अलि यहाँ लाइट मैले भने दिदे ल डबल जितिसकेको छ है ल अब हामी चाहिँ अब फाइनलको लागि अब सिट भएको छ ग्राउन्ड चाहिँ किनभने राति आउटडोरमा गरेको हुनाले गर्दाखेरि लाइट त्यहाँ थिएन अनि सो कभर हलमा सिफ्ट भएको छ आयोजकले सो हामी चाहिँ जाँदैछौँ यहाँ सबै प्लेयरहरू सबै अब हामी चाहिँ फाइनल यहाँ हुँदैछ सो ल कभर हल यहाँ हुन गइरहेको छ अब फाइनल खेल राम्रोसँगले हेर्ने तनहुँ समाज क्रुसियाले आयोजना गरेको ओहो ल अब हाम्रो चाहिँ फाइनल हुन गइरहेको छ कसको हो हामी तमु समाज चाहिँ फाइनल पुगिसकेको छ अनि अर्को एउटा सेमी फाइनल थियो त्यो चाहिँ मोनाको र माल्टा बिच हुन गइरहेको थियो अब त्यो कसले जितेको छ अब जितिसकेको चाहिँ हाम्रो टिमको खेलाडी भाइहरू सेम त्यस्तो लाग्यो केटाहरू कता गयो अरू सङ्केत यही हो सङ्केत हामी चाहिँ यहाँ पुरा बवाल हाम्रो त्यो भइरहेछ होइन के गर्छन् केटाहरूले मिस गर्नु भएन है मिस गर्नु भएन यार के गर्छ हौ राजा यार साउन्ड भएन के नाच्नु तपाईँहरूको नाच्नु जानु बेस्ट लिफ्टरमा हाम्रो समाज हुटिङ है गाइस सबजना हुटिङ है आउनु बेस्ट लिफ्टरको अवार्ड प्राप्त गर्नु भएको छ अब समापन कार्यक्रम पनि सकिएको छ यस्तरी पुरा फोटो सेसन कार्यक्रम भइरहेको छ पुरा समाज क्रोएसियाको आयोजनामा हुन गएको यो भलिबल टुर्नामेन्टमा चाहिँ आज तमु समाज नेपाल दोस्रो भयो अनि यो सँगसँगै कार्यक्रम सकिएको छ यहाँ सबैजना प्लेयर
सबै स्टाफहरू सबै समाजका सम्पन्न यस मेरो भाइ भाइहरू हामी चाहिँ तमु समाज सोसाइटी चाहिँ सेकेन्ड भयौँ होइन अनि फाइनलमा हामी हार्यौँ पराजित भयौँ मेरो भाइ ठिक छ नि होइन एकदम आजको बेस्ट प्लेयर हो तमु समाजको टुर्नामेन्टमा चाहिँ अब आजको यो सबै फाइनल चाहिँ सक्यो अब हामी पनि अब भोलि ड्युटी छ हामी पनि निस्किन्छौँ घर त्यही भएर अब आजलाई चाहिँ बिदा मार्ने बोलाएको छ है त अब फेरि अर्को नेक्स्ट भ्लगमा भेटौँला भन्दै आजलाई टाटा बाई बाई सी यू नेक्स्ट भ्लग बाई बाई हाम्रो चाहिँ तमु समाजको सेकेन्ड सिल यस्तो छ ल यो पुरस्कार वितरण भइसक्यो अनि यहाँ चाहिँ हाम्रो एकदम युरो गन्दै हुनुहुन्छ हाम्रो कोच साहबले कति 808 रुपियाँ ल ओहो सेकेन्ड प्राइज 808 ल 808